लगभग 12 बजिसकेको हुन्छ तर अहिलेसम्म पनि हताहती र आगजनी तोडफोडको कुनै पनि समाचार आएको हुँदैन। त्यतिकैमा केही बाइकरहरूको एउटा समूह हानिएर आउँछ त्यो ठाउँमा र यही भिडमा आएर मिसिन्छ र ठुलो स्वरमा बाइक पड्काउँदै अघि बढ्छ। भिड उत्तेजित हुन सुरु हुन्छ। तिनैमध्ये कसैले टिओबी लेखेको ज्याकेट पनि लगाएका हुन्छन् अनि मेरो देश मेरो राज भन्दै कराउँदै गरेको पनि देखिन्छ। त्यही बीचमा तिनै बाइकरहरूको समूहले ब्ल्याक स्कल फ्ल्याग लिएर चक्कर लगाइराखेको पनि देखिन्छ सडकको बीचमा। भिड त्यो देखेर झनै उत्तेजित हुन्छ। उत्तेजित भिडलाई प्रहरीले पानीको फोरा र अश्रु ग्यास हानेर तितर गराउन खोज्छ तर त्यहाँ प्रहरीको सुरक्षा यति फितलो देखिन्छ कि उनीहरूको काबुमा आउँदैन त्यो भिड। लाग्छ यसरी भिड नियन्त्रण गर्नलाई प्रहरीले तालिम पाएकै छैन। उल्टै प्रहरी आक्रामक बन्न सुरु हुन्छ। प्रहरीको एक्सनले झन् त्यो भिडलाई आक्रोशित बनाउँछ, उत्तेजित बनाउँछ। झन् बढी अश्रु ग्यास, पानीको फोरा र लाठीको जवाफमा अब भिडले इँटा र ढुङ्गा बर्साउन सुरु गर्छ। दोहोरो भिडन्तको स्थिति सुरु हुन्छ। घाइतेको संख्या बढ्दै जान्छ। धुवाँ, इँटा, गोली र अश्रु ग्यासको आवाज हेर्दै बानेश्वर एरिया रणमैदानमा परिणत हुन्छ। ठिक त्यति नै बेला काठमाडौँ सिडिओबाट एउटा कर्फ्यूको आदेश जारी हुन्छ, सूचना जारी हुन्छ। लगभग 12:30 बजेको हुन्छ। तर बुझिन सक्नु चाहिँ के छ भने सोसियल मिडिया सरकार आफैले बन्द गरिसकेको थियो तर त्यसलाई खोलिसकेको स्थिति थिएन, जुन कुरा मैले यो भिडियोमा पनि बताएको छु। आन्दोलनमा जानेहरूले कानमा रेडियो टाँसेर हिँड्दैनन्। सडकको बीचमा टिभी हेर्ने पनि कुरा भएन। आन्दोलन भएको क्षेत्रमा कुनै पनि मोबाइलमा नेटवर्क थिएन भनेर त्यहाँ उपस्थितहरूले नै भन्दैछन्। अनि यो कर्फ्यूको सूचना चाहिँ झारो टार्ने सिवाय अरू के काम गरे होला त्यसले। सुरक्षाकर्मीहरू कर्फ्यू लागू, संसदभित्र कुनै पनि हालतमा छिर्न नदिनु भन्ने आदेश आउँछ माथिबाट उनीहरूलाई। तर जनताले कर्फ्यू लागेको थाहा पाएकै हुँदैनन्। भिडन्तको स्थिति त्यहीँबाट सुरु हुन्छ। त्यही मारामारको बीचमा गोली हान्यो, गोली लागिसक्यो, मान्छे मर्यो भनेको आवाज आउँछ। यता अर्कोतिरबाट भिडबाट पनि आवाज आउँछ, कहाँ गोली हान्यो, माथिबाट। नभन्दै भिडको बीचबाट एउटा गोली लागेको घाइतेलाई बोक्दै मानिसहरूले सडक पेटीमा ल्याउँछन्। फेरि त्यही सडकको किनारमै भिडकै बीचमा भएको अर्को मान्छेलाई हेर्दै गोली लाग्छ, बुक्लुक ढल्छ। उता गेटको छेउमा अर्को ढल्छ। त्यहाँ उपस्थित एक प्रदर्शनकारी भन्दै हुन्छन् 1 मिनटमा गोली हान्दैछ प्रहरीले। मिनटमा यहाँ एकजनाले यहाँ गोली हानेको यहाँ इन्सिडेन्ट देख्न सकिरहेको छौँ हामीहरू। अर्का त्यही उपस्थित व्यक्ति भन्दै हुन्छन् टाउको मात्र देखिने गरी लुकेर बसेका मान्छेहरूलाई पनि टाउकोमै गोली लागेको छ। यता अर्कोतिर सडकको डिलमा लुकेर बसेका प्रदर्शनकारीहरूमाथि पनि ड्याङ कतैबाट गोली आउँदै हुन्छ, कहाँबाट आउँदै हुन्छ कसैलाई थाहा छैन।